guys, लस्सु फ्याफुल्ला दर्शन नमस्ते एभ्रिबडी वेलकम टु माई युट्युब च्यानल। भिडियो हेर्नु होला, भिडियो हेरेर अन्त्यसम्म साथ दिनु होला। अन्त्यमा भिडियो कस्तो लाग्यो सानो कमेन्ट छोड्नु होला। सब्सक्राइब गर्न पनि नभुल्नु होला है त गाइज। अब हामी कलङ्कीको ओह्रालो सकेर वाफलबाट तेर्सो लाग्दैछौँ। त्यसपछि हामी दायाँ मोडेर ठ्याक्कै स्वयम्भूलाई निहाल्दैछौँ। अहिले यहीँबाट पनि देखिरहेछ छेउतिर दाहिने साइडतिर यसो बादलको मुनितिर हेर्नु होला। हेलो हेलो गाइज, पासा यो गाइज यो हामी हिँडिरहेछौँ। अब तपाईँलाई स्वयम्भूको एकदम रमणीय ठाउँहरू दृश्यहरू एकदम देखाउनेछौँ। माथिबाट एकदम उपत्यकालाई आज एकदम खुल्ला मौसम छ, एकदम उपत्यकालाई एकदम दामी देखाइदिन्छौँ गाइजहरू। हेर्नुहोस् ब्याकग्राउन्डमा पनि यस्तो दामी देखिरहेछ आज फ्रन्ट क्यामेराले पनि। हेर्नुहोस् अब हामी आइपुग्न लाग्यौँ ब्यारेकको अलिकति अगाडि छ। र हेर्नुहोस् म जुम गरेर देखाउँछु। हेर्नुहोस् स्वयम्भू होम मानेथेमा। अब एकछिनमा हामी बायाँतर्फ मोड्दै जानेछौँ। अलिकति हल्का उकालो गइसकेपछि तपाईँको ठ्याक्कै पुगिन्छ। उकालो बस्साले छोड्दैन के। आयो ल अब लास्ट घुम्ती हो यो चाहिँ। अब एकैछिनमा पुगिहाल्यो। हेर्नुहोस् है अब देखिहालिन्छ। हेर्नुहोस् म जुम गरेर देखाउँछु हल्का सर्लक्कै। हेर्नुहोस् ल अब एकछिनपछि त्यहीँ गएर देखाउनेछु गाइज। अब हामी यता पार्किङ खोजेर पार्किङ गर्छौँ। त्यसपछि यतातिरको दृश्यहरू खिच्दै गएर हामी तपाईँलाई अब माथिको दृश्य पनि सबै देखाइदिन्छौँ। अब आयो होम मानेथेमा। ल है गाइज, अब लुङ्दाको पालो आयो। मारी फरफराइरहेको छ। हेर्नुहोस् गाइजहरू, लुङ्दा मनै आनन्द प्रफुल्लित हुने गरेर तपाईँहरू पनि भिडियो हेरेर आनन्द लिनु होला। शान्त वातावरण छ, आउनु होला घुम्नलाई। तपाईँहरू जताबाट पनि आउन सक्नुहुन्छ। उता सानो भर्याङबाट, बुद्ध पार्कबाट मजाले जताबाट पनि आउन सक्नुहुन्छ। टक्कर हिँड न के। कहाँ जाँदै हो पासा? स्वयम्भू डाँडा घुम्न जाने?
अहिंसा अनि करुणा यिनै हुन् हाम्रो साथ। ओम्बाने पेमे हुँ भन न पासा है तेरि एकदम चिताको आँटेको काम पुगोस्। अब चाहिँ बब्बाल धमाका हुनेवाला छ गाइस, हेर्नु होला। एकदम भ्यू हेर्नु होला ल काठमाडौँ उपत्यकाको मजाले स्वयम्भूनाथ स्तूपा माथि डाँडाबाट हो। सर्लक्कै हेर्नुहोस् ल। भिडियोलाई अन्त्यसम्म हेरिदिनु हुने सबैलाई मुरी धन्यवाद। त्यसमा सब्सक्राइब गरी कमेन्ट गर्नुहोला।